सन् 2026 भारतको राष्ट्रपति भवनमा एक 86 वर्षीय वृद्धलाई पद्मश्री पुरस्कार दिइयो। न कुनै ठूलो राजनीतिज्ञ, न कुनै अरबपति, एक साधारण पहाडी मान्छे जसले आफ्नो सारा जीवन हिमालयको माटो र मान्छेको सेवामा बिताए। उहाँको नाम हो प्रोफेसर गम्भीर सिंह योन्जन। पश्चिम बङ्गालको कालिम्पोङमा जन्मिएका योन्जन सर एक वनस्पति शास्त्री, शिक्षाविद, पर्यावरणविद र लेखक हुनुहुन्छ। उहाँलाई चिन्नेहरू भन्छन् माउन्टेन म्यान, हिमालयको आफ्नै मान्छे। तर यो सम्मान पाउनु अघि उहाँले दशकौंसम्म बिना चर्चा, बिना प्रसिद्धिको खोजी गर्दै काम गरिरहनुभयो। उहाँले दार्जिलिङ गभर्मेन्ट कलेजमा वनस्पति शास्त्र पढाउनुभयो र कालिम्पोङ कलेजमा करिब 12 वर्षसम्म प्रिन्सिपलको रूपमा सेवा गर्नुभयो। शिक्षाको दायराभन्दा बाहिर गएर उहाँले हिमालयको जैविक विविधता र पर्यावरण संरक्षणमा अथक काम गर्नुभयो। 6वटा पुस्तकहरू लेखिसक्नुभएका योन्जन सर अहिले पनि दार्जिलिङ र सिक्किम हिमालयको दिगो विकासमाथि नयाँ पुस्तक लेख्दै हुनुहुन्छ। उहाँको अर्को सपना किसानहरूलाई औषधीय बिरुवाहरू उत्पादन गर्न सिकाएर उनीहरूको जीवनस्तर उकास्ने। भारत सरकारले उहाँलाई अनसङ हिरो, अनाम नायकको श्रेणीमा राखेर यो सम्मान दिएको छ, किनभने उहाँले कहिल्यै आफ्नो काम ढोल पिटेर भनेनन्। उहाँले चुपचाप हिमालयको माटोसँग कुरा गर्दै, विद्यार्थीहरूको जीवन बनाउँदै र प्रकृति जोगाउँदै काम गर्नुभयो। 86 वर्षको उमेरमा पनि थाकेका छैनन् योन्जन सर। उहाँको एउटै सन्देश छ, यो क्षेत्रको सेवा नै मेरो देशको सेवा हो।